आजको भिडियोमा म र मेरो साथी मिलेर यो सबै एनर्जी ड्रिङ्कहरूलाई टेस्ट गर्नेवाला छौँ र यो सबै एनर्जी ड्रिङ्कमा कुन चाहिँ एनर्जी ड्रिङ्क चाहिँ बेस्ट हो भनेर थाहा पाउनु मन छ भने भिडियो लास्टसम्म हेर्नु होला। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। र आजको भिडियोमा चाहिँ गाइज हामीसँग होइन धेरै एनर्जी ड्रिङ्कहरू छ क्या, मार्केटमा पाउने होइन अब एनर्जी ड्रिङ्कहरू हामीसँग यहाँनिर अहिले अभाइलेबल छ होइन। र आजको भिडियोमा चाहिँ हामी यो सबै एनर्जी ड्रिङ्कलाई होइन एक एक गरी टेस्ट गरेर होइन हामीले सबैभन्दा बेस्ट एनर्जी ड्रिङ्क चाहिँ कुन चाहिँ हो भनेर निकाल्नेवाला छु होइन। हामीसँग चाहिँ 6वटा एनर्जी ड्रिङ्क छ होइन, मार्केटमा अभाइलेबल हुन्छ यो 6वटा एनर्जी ड्रिङ्क चाहिँ होइन। यही टेस्ट गरेर होइन सबैभन्दा बेस्ट एनर्जी ड्रिङ्क चाहिँ कुन चाहिँ हो भनेर निकाल्नेवाला छ होइन। सुरुमा चाहिँ गाइज हामी ट्राई गर्नेछु हाम्रो रेड बुल होइन, रेड बुल होइन अब तपाईँलाई थाहै होला होइन यो रेड बुल कस्तो छ भनेर होइन। यो चाहिँ मलाई कति 120सम्म पऱ्यो क्या, 120 रुपियाँ पऱ्यो होइन रेड बुल होइन। गिलासमा हल्का हाल्नु गाइज। र के हो रेड बुल त पिसाब जस्तो पो छ सेम होइन, कलर होइन सेम पिसाबको जस्तै है। ट्राई गरौँ न कस्तो रहेछ। अब मैले खासै एनर्जी ड्रिङ्कमा चाहिँ खासै मैले रेड बुल खाँदैन होइन, जे होइन अब हाल्नु कस्तो हुँदछ। त्यस्तो खासै एकदम मिठो लाग्दैन गाइस। अब यसलाई रेटिङ गरौँ भने अब 10मा गाइस म चाहिँ होइन 5 गरिदिन्छु क्या, रेट चाहिँ 5सम्म ठिकै होला। मेरो चाहिँ 5.5 है। नेक्स्ट छ गाइस हाम्रो के हो यो बिग म्याक्स टाइगर। यो चाहिँ मैले पहिलोचोटि खाएर मैले अहिलेसम्म खाएन भने तैँले खाएन यो म्याक्स टाइगर भन्ने होइन। अब यो नि मलाई यो चाहिँ मलाई 110 रुपियाँ पऱ्यो होइन यो म्याक्स टाइगरलाई चाहिँ होइन। यो पनि ट्राई गर्छ हामी सधैँ एक्सट्रिम खाने हामी प्रायः एक्सट्रिमै खान्छ कि यस्तो यो म्याक्स टाइगर रेड बुल हामी त्यस्तो खाँदैन क्या। अब खाइदिउँ भनेर च्यालेन्जको लागि हामीलाई चाहिँ खाइदिएछ होइन, कुन चाहिँ सबैभन्दा बेस्ट हुन्छ होइन। अब रेड बुललाई मैले 5 रेटिङ दिइसकेँ होइन। अब म्याक्स टाइगरको पालि होइन यो पनि रेड बुलको टाइपको कलरको रहेछ होइन। ट्राई हालौँ ल। अब यसलाई रेटिङको कुरा गरेँ भने चाहिँ होइन म 4मा 4.5 दिन्छु क्या, 10मा रेटिङ होइन। लो नै छ क्या। अब रेड बुल यो न त रेड बुलै ठिक छ। कस्तो लाग्यो तँलाई? मलाई त्यो साह्रो मन परेन, रेड बुल ठिक यो भन्दा रेड बुल ठिक छ होइन। अब हाम्रो गाइस अर्को एनर्जी ड्रिङ्क छ सक। यो चाहिँ सल्टमा पाउँछ होइन। यो चाहिँ यही एक्सट्रिमको कपी हो कि यो चाहिँ सक होइन, डुप्लिकेट माल हो क्या। यो चाहिँ हामीलाई 100 रुपियाँमा पायो होइन। र यो ट्राई गर्छौँ। अहिलेसम्म खाएको भन्दा यो मिठो छ क्या, यो दुइटा खा भन्दा यो चाहिँ मिठो हो क्या। यसलाई चाहिँ म होइन 10मा 7 रेट दिन्छु क्या। मेरो चाहिँ 8, मेरो 7 ल। अब हाम्रो गाइस छ एक्सट्रिम। यो एक्सट्रिमको कुरा नगर्नु गाइस हामीले होइन, खाने सबै एनर्जी ड्रिङ्कमा हामीले खाने भने नि सबैभन्दा बढी यही एक्सट्रिम हो क्या होइन। अब जुन पसलमा गयो नि हामीले सबैभन्दा पहिला एक्सट्रिम मगाउने हो क्या। रेस्टुरेन्टमा गयो एक्सट्रिम मगायो, जहाँ गयो एक्सट्रिम मगाउने हो क्या। यो एक्सट्रिमलाई चाहिँ गाइस भन्नै पर्दैन गाइस। अब चाहिँ नि रेट दिन्छु नि त, कलर हेर्न सक्नु गाइस, एक्सट्रिमको हेर्न सक्नुहुन्छ। 10मा 10 गाइस मेरो। 10मा 100 दिन मिलेन मैले दिन्थेँ तर 10को 10 तर 10मा 10 मिल्दैन। 10मा 10 हो कि यो चाहिँ बेस्ट हो क्या हाम्रो एनर्जी ड्रिङ्क। हामीले केटाहरू मात्रै होइन हामीले सबैले यही मात्रै एक्सट्रिमै खान्छ कि अरू केही खाँदैन क्या। एनर्जी ड्रिङ्क चाहिँ हाम्रो बेस्ट हो क्या। एनर्जी बढाउँछ नि त हामीले यार। एनर्जी ड्रिङ्क यस्तो प्रमोसन गर्छ यार। अब एनर्जी ड्रिङ्क लिएर हामीलाई यसो दिनुपर्ने होइन, कहिले दिनु 1-2 बट्टा झार्दै भइहाल्छ नि यार। एनर्जी ड्रिङ्क हाम्रो पैसा चाहिँदैन कि अब एक्सट्रिम भयो पुग्छ कि 1-2 बट्टा झार्दै भइहाल्छ नि। अब हाम्रो गाइस अर्को एनर्जी ड्रिङ्क छ है ल। के हो यो म्याक्स टाइगर। यो पनि म्याक्स टाइगर छ, सेम छ त यो तर यो चाहिँ रातोमा अनि यो चाहिँ निलोमा रहेछ क्या। कपी क्या सेम लो कपी बनाइदिने भने यार यस्तो ड्रिङ्कहरूमा पनि ट्राई गरौँ न ल। म्याक्स टाइगर ट्राई गर्नु छ होइन। स्वाद बिगार्छ जस्तो लाग्यो मलाई चाहिँ। एक्सट्रिमै ठिक छ कि अरू छ भन्नु स्वाद बिगार्छ जस्तो लाग्यो एक्सट्रिमको खाएको। म्याक्स टाइगर छ होइन। अब यसलाई ट्राई गरौँ। मलाई त मन परेन। सेम है, रेट पनि सेमै दिन्छ अब यसलाई। रेट कति यसको? यसलाई त अब म 4 रेट दिन्छु होइन यसलाई चाहिँ होइन। त्यस्तो खासै लागेन कि मलाई यो चाहिँ 4.5 मेरो। अब हाम्रो लास्ट एनर्जी ड्रिङ्क छ होइन। के यो के हो यो चाहिँ मैले जिन्दगीमा पहिलोचोटि खानेवाला छ होइन। हामीले यस्तो एनर्जी ड्रिङ्कहरू त्यस्तो खाँदै खाँदैन कि हामीले खाने भनेर नै सिर्फ एक्सट्रिम भन्छ होइन एनर्जी ड्रिङ्कमा। अब यो ट्राई गर्न छ भने कस्तो हुँदछ। यो चाहिँ कफीबाट बनाइरहेछ कि कफी टाइपको होइन। लेदो टाइपको खान्छ नि त ल। हेर्नु यहाँ कलर पनि यस्तो हेर्ने, कलर हेर्नु होला ट्राई गरौँ अब।
यो चाहिँ निन्द्रा नलागोस् भनेर फेरि यो चाहिँ मिठै हो यो पनि तर यसलाई चाहिँ म होइन 10मा 8 रेट गरिदिन्छु क्या यो चाहिँ मिठो हो सो गाइस यति एनर्जी ड्रिङ्कमा मध्ये होइन आजको विनर छ गाइस हाम्रो एक्सट्रिम 10 अफ द 10 हो क्या यो चाहिँ होइन खतरा हो कि चाहिँ बबाले हो क्या त्यो दामीवाला हो क्या मलाई पनि ठिक लाग्यो यो पनि ठिकै छ यो चाहिँ मैले 8 दिन्छु गाइस तपाईँहरूले पनि कमेन्ट बक्समा भन्नु होला तपाईँको सबैभन्दा फेभरेट ड्रिङ्क एनर्जी ड्रिङ्क होइन कुन चाहिँ छ होइन अब रेडबुल हो कि कसैको रेडबुल हुनसक्छ कसैको एक्सट्रिम हुनसक्छ कसैको मनस्टर हुनसक्छ होइन त्यो मनस्टरै पाएन कि त्यो मनस्टर पायो भने मैले ल्याउँछु होइन अब मैले धेरै देखेँ कि त्यो एउटा मनस्टर टाइपको ड्रिङ्क हुन्छ त बाहिर देशमा लोक खान्छ कि होइन त्यो ल्याउँ भने अब पाउँदै पाएन कि अब सुपर मार्केट गएको त्यो पनि पाएन अब यही हो 6वटा ड्रिङ्क छ अब 6वटा ड्रिङ्कमा हाम्रो विनर छ एक्सट्रिम गाइस आजको भिडियो यति नै थियो होइन गाइस तपाईँहरूले कमेन्ट बक्समा भन्नु कि होइन अब हामीले कस्तो कस्तो भिडियो बनाऊँ होइन कस्तो कस्तो च्यालेन्ज बनाऊँ होइन सबै कमेन्ट बक्समा भन्नु कि हामी त्यो च्यालेन्ज गर्नेवाला छौँ गाइस भिडियो राम्रो लाग्यो भने लाइक गर्नु होला अनि सब्सक्राइब गर्नु होला गाइस माया देखाउनु होला सबभन्दा बढी माया देखाउनु होला गाइस अब यस्तै भिडियो हेर्ने भए अब हामी अर्को भिडियोमा चाँडै भेट्नेछौँ तब गाइस बाई बाई